हेलो सारू नमस्ते म समीर प्रकारले आज अपी वेलकम टू अपी 27 अपी one of Nepal currency school हाम्रो स्कुलको कार्य हाम्रो सबै स्कुलको कार्यहरू हाम्रो सबै आज अपी स्कुल 2082 को हेर्नुहोस् lot of empty chairs over there in the audience. Seems like we are still waiting for a lot of parents to join us, so please be patient just for a while. We'll start within 10 more minutes. I suppose since it is a work day, we're still waiting for them. But 10 more minutes and we'll start. Thank you so much for your patience. Thank you so much, respected directors and sir, for lighting the lamp and officially inaugurating the spacious event. Your guidance continues to be the light that leads us forward. So, ladies and gentlemen, we are now ready to open the most awaited event of the year to begin on a note of patriotism and unity. राष्ट्रगान आफैमा हाम्रो गौरव हो। यसमा नेपालीको पहिचान, हाम्रो संस्कृति, रहन सहन, एकता, अखण्डता र प्रतिष्ठा रहेको हुन्छ। यसले देश र जनताको इतिहास, परम्परा र सङ्घर्षको पनि प्रतिनिधित्व गर्छ। यसले नेपाललाई सयौं थुङ्गा फुलबाट बनेको माला झै उनेको छ र जातीय, धार्मिक, भाषिक तथा सांस्कृतिक विविधता भएको मुलुकको रूपमा परिभाषित गरेको छ। नेपालको भूगोल र गौरवमय सार्वभौम इतिहास बोकेको राष्ट्रगान गाउनका लागि म सबै आदरणीय मान्यवरहरूलाई आफ्नो स्थानबाट उठिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म हजुरहरूलाई एउटा कुराको लागि एकदमै थ्याङ्कफुल हुन चाहन्छु। हजुरहरू आइदिनु भयो, यहाँ हामीसँग साथ दिइरहनु भएको छ, हजुरहरूलाई धेरै धेरै धन्यवाद र सबैजनाले आफ्नो मनबाट राष्ट्रगान गाइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
उत्साह दिन, हौसला दिन र ग्रहण गर्न यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूलाई मेरो न्यानो अभिवादन छ र सँगै यहाँहरूले जुन उपस्थिति देखाइदिनु भयो र जुन आज हौसला बढाइदिन हाम्रा बालबच्चाका प्रहर्षणलाई आत्मसात गर्न यहाँ उपस्थित भइदिनु भएकोमा म फेरि पनि यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। हकी दिवस एक उत्सव नै हो। यस दिनमा कोही एक व्यक्ति छुट्दैन, हरेक बच्चाले मौका पाउँछ, हरेक बच्चाले हामी स्टेजमा उतार्छौँ, हरेकलाई स्थान दिन्छौँ, सबैलाई बराबर हामी एउटा हौसला दिन्छौँ। यो हकीको परम्परा नै विगत चाहिँ अहिले पनि आज पनि यहाँले देख्नुहुनेछ आफ्ना नानी बाबुहरू काहीँ न काहीँ सहभागी भएको, चाहे नाच्न जानुहोस् नजानुहोस्, गाउन जानुहोस् नजानुहोस्, तर हामी चाहिँ हाम्रो परम्परा नै यो हो कि हामी स्टेजमा उतार्छौँ। यो किन गर्छौँ भने यदि राम्रो छानेर गर्ने हो त राम्रो पर्फर्मेन्स हुन्छ नै, राम्रा सिङ्गरले गाउने, राम्रा नाच्ने नचाउने हो भने त उत्कृष्ट प्रदर्शन होला। तर हामी त्यसका पछाडि त्यसका लागि पनि हो हरेक विद्यार्थीले मौका पाउनुपर्छ भन्ने Thank you, everyone.
हे स्वस्थ खाना निरोगी बनाऊ सबै मिली चेतना फैलाऊ कहिले ढिलो कहिले जल्छन्। नगरौ न, आमा बिहानैदेखि काममा व्यस्त हुनुहुन्छ। बिहानैदेखि घरको कामदाम गर्दै हुनुहुन्छ, अनि भात पनि त पकाउँदै हुनुहुन्छ। लु फुरुक्क यो नल झोलामा हालेर स्कुल जाऊ त। अरूको घरमा हेर्नुहोस् त, नयाँ मोबाइल, नयाँ झोला, नयाँ जुत्ता। तर उनीहरूका आमा बुवाले पनि हाम्रै आमा बुवाले जस्तै राति नसुती आफ्नो पसिना बगाई दुःख गर्दैछन् होला नि। र बाबु, जीवनमा चाहना त धेरै हुन्छ, तर हामीसँग जे छ त्यही लिएर हामीले अगाडि बढ्नुपर्छ। हे मलाई यो जीवन जिउँदै छैन, खान्न यो लन्च। बाबु, लन्च लिएर जाउँ न, स्कुलमा भएको हुन्छ। होइन भाउजू, आज पनि बिहान मेरो अलग छ त के भयो? के गर्ने बहिनी, बच्चा हो, बेला ढिलो आउँछ, तर आइ नै हाल्छ नि होइन र? आमा पिर नमान्नुहोस् है, आरोप सानै छ, अलि बुझ्दै। बुझ्छु, तर कहिलेकाहीँ भारी भयो जस्तो हुन्छ। रिसले निस्किरहेको एउटा पाइला कहिलेकाहीँ आरोप स्कुलतिर जान्छ, तर आमाको मन घरभित्र अझै अड्केको र दुखी हुन्छ। गर्दैछु। स्कुल केवल एउटा पढ्ने ठाउँ मात्र होइन, कहिलेकाहीँ
यही जीवनको सबैभन्दा गहिरा पक्ष सोधिन्छन्। नमस्ते च्या कतिजना बस्नु हामी पत्र लेख्ने के पत्र लेख्ने गुरुआमा? हाम्रो आमा बुबाले हाम्रो लागि के गर्नुहुन्छ होला? सजिलो छ गुरुआमा, के नै गरिदिन्छन् र हाम्रो आमा बुवाले हाम्रो लागि खाना पकाउँछन्, पैसा कमाउँछन्, फिस तिर्छन्, त्यही त हो नि। हो नि गुरुआमा, पैसा बिना त केही हुँदैन भनेर मेरो बुबाले नि भन्नुहुन्छ। पैसा त चाहिन्छ, तर मेरो बुवा राति ढिलो आए पनि यस्तो त मेरो घरमा जहिले नै हुन्छ नि। हो नि गुरुआमा, म बिरामी हुँदाखेरि त मेरी आमाले खाना बिर्सिनुहुन्छ। पैसा मात्रै सोच्ने होइन नि, हाम्रो आमा बुबाले हाम्रो लागि खनेर त्याग्नु भएको निन्द्रा अनि बिर्सनु भएको चिन्ता र थकान त्यो पनि सोच्नुपर्छ नि। हो नि गुरुआमा, मेरो आमा त मेरोलाई भनेर राति ढिलासम्म बसिदिनुहुन्छ। आएर भोलिको कार्यक्रममा तिमीले एउटा सानो पत्र भन्ने है। हुन्छ गुरुआमा। अरूको कथाले जब मन छुन्छ, त्यहीबाट हाम्रो सोच बदल्न थाल्छ। स्कुलमा धेरै भोकायो होला। ओहो, आफ्नो त बुढेसकाल गइसक्यो, यो रकेट पनि कहिले पो चन्द्रमामा पुगेछ हौ। छोरी सुन्यौ, म गएर तिमी यो फाइल ल्याङ्के अनि हेलो, यसले त वाक्कै पारिस। बाबु, स्कुलबाट आएपछि सुरुमा कपडा छोडेर हात त धो। हे बाबु, खाना खायो? खाए। के हो, सोर सुके जस्तो भएछ, तातो पानी ल्याइदिनु पर्दैन? होइन, पहिलाका मान्छेहरू बिहान कति कराइरहन्थे, कति हल्ला भइरहेको थियो। अहिले त शान्त छ त के भएछ? यसो यति भ्याएर जानु पर्यो हेर्न। भोलि प्यारेन्ट्स डे रहेछ, हामी दुवैजना आउनुपर्छ है। ए तर ढिलाइ पनि हुन्छ, सबैको अगाडि हुँदैन। होइन, ए दाइ भाउजू, आज त दुवैजना साह्रै थकित देखिनुहुन्छ। थकाइ थाहा हुँदैन कहिले। सन्तानले थाहा पायो भने त त्यही नै ठुलो कुरा हो। कुनै शब्द नबनेरै पनि मानिसको मन दुख्छ, तर कुनै शब्दको मौनताले मानिसको मन छुन्छ।